नमस्ते। यो टिभी शोमा यहाँहरूलाई स्वागत छ। आजको कार्यक्रम हामीले अकाउन्टेबिलिटी ल्याबको सहकार्यमा इन्टिग्रिटी आइडल नेपाल लिएर उपस्थित भएका छौँ। इन्टिग्रिटी आइडल नेपालमा हामीले सरकारी कार्यालयमा रही इमानदारिताका साथ आफ्नो काम कर्तव्य पूरा गर्नुभएका एक निष्ठावान कर्मचारीलाई सम्मान गर्दछौँ। देशभरबाट प्राप्त आवेदन फारमहरूमध्ये उत्कृष्ट 5 कर्मचारीलाई छनौट गरेका छौँ। छनौटमा पर्नुभएका कर्मचारीमध्ये 1 जना कर्मचारी यस वर्षको इन्टिग्रिटी आइडल नेपालको उपाधिद्वारा सम्मानित हुनुहुनेछ। भक्तपुर घर भई लामो समयदेखि शिक्षण पेसामा संलग्न अरनिको उमाविका प्राचार्य प्रेमबहादुर खड्कासँगको अन्तर्क्रिया प्रस्तुत गर्दछौँ। नमस्कार, म प्रेमबहादुर खड्का, अरनिको उच्च माविको प्राचार्य। सर्वप्रथम त सरलाई नमस्कार। त्यसका साथसाथै इन्टिग्रिटी आइडल 2014 को सर्वोत्कृष्ट 5 मा पर्न सफल हुनुभएकोमा सरलाई बधाई दिन चाहन्छु। सर, आफ्ना कामका सिलसिलामा आफूले पुर्याउनु भएको योगदानहरूको बारेमा केही भनिदिनुहोस् न हाम्रा दर्शकहरूलाई। अब कामको सिलसिलामा आफूले पुर्याएको योगदानको बारेमा कुरा गर्ने हो भने मेरो नेतृत्वमा जुन बेलादेखि विद्यालयमा मैले आफ्नो काम गर्ने अवसर पाएँ, त्यो अवसरको सिलसिलामा हरेक वर्ष रिजल्टहरू राम्रो रिजल्ट निकाल्नमा सफल भएको छ। यो नै मेरो जीवनकालमा भएको महत्त्वपूर्ण योगदान जस्तो लाग्छ मेरो विद्यालयप्रति, र जसको फलस्वरूप मेरा अभिभावकहरू मसँग खुसी हुनुहुन्छ। निरन्तर रूपमा शिक्षण पेसामा लागिराख्नु भएको छ। यति लामो समयसम्म शिक्षण पेसामा लागिरहँदाखेरि यहाँको धेरै दुःखहरू, धेरै अवरोहहरू बेहोर्नु भएको होला, र दुःख र सुखका क्षणहरू हाम्रो दर्शक सामु सेयर गरिदिनु न। मेरो सेवा अवधि भनेको 36 वर्ष भयो। अहिले सङ्घर्ष गर्ने सिलसिलामा मलाई एउटा क्षणको याद आउँछ कि एउटा विद्यार्थी यस्तो विद्यार्थी थियो, एउटा हाम्रो झ्यालमाथिको टपमा बसेर सुतेर त्यो त्यहाँबाट निदाएर लडेर हात भाँचेछ, त्यसलाई उपचार गर्नु पऱ्यो। अनि त्यो विद्यार्थीलाई साथीहरूले भन्नु रेस्टिकेट गरौँ, मैले भने यसलाई रेस्टिकेट नगरौँ, यसलाई म तहलाउँछु भने। र त्यो विद्यार्थी मेरो जीवनको लागि एउटा अविच्छिन्न रूपमा नबिर्सिने विद्यार्थीको रूपमा रहेको छ। त्यसलाई मैले सज्जन र एउटा कुशल नागरिक बनाएँ। र सुखदका कुराहरू गर्ने हो भने विद्यार्थीहरू धेरैले हामीलाई सम्मान गर्दाखेरिमा सुखदका क्षणहरू पनि मैले यो भित्र अनुभव गरेको छु। मैले नै पढाइरहेका मेरा विद्यार्थीहरू विभिन्न ठाउँमा र विभिन्न पदमा पुगेर विभिन्न अफिसमा काम गरेर देख पाउँदा त्यो दिन मलाई बहुत खुसी लाग्छ। मलाई एउटा विद्यार्थीले बेलायतमा बोलाएर 2 दिन 3 दिनसम्म मलाई बेलायत घुमाएर पठाए। जुन विद्यार्थीलाई मैले सानैदेखि पढाएको थिएँ, मेरै विद्यालयबाट एसएलसी पास गरेर गएको थियो, त्यो मेरो बहुत सुखद क्षण हो। र दुःखद क्षणको अवस्थामा कहिलेकाहीँ विद्यार्थीहरूलाई हामीले त्यस बेला साना साना पनिसमेन्ट दिँदाखेरि अभिभावकहरूले आएर कहिलेकाहीँ झगडा गर्न आउँथे, उनीहरूसँग सामना गर्नु पर्थ्यो, दुःखद क्षण हो। त कहिलेकाहीँ आवारा गुण्डाहरू आएर हाम्रा विद्यार्थीहरूमाथि एउटा अनैतिक व्यवहार गर्न आउँथे, त्यो व्यवहारलाई सामना गर्नुपर्दा हामी शिक्षकको नाताले गर्नुपर्थ्यो, त्यो हाम्रो लागि दुःखद क्षण हो। एसएलसीमा राम्रोसँग उत्तीर्ण गराएको क्षण, त्यो एसएलसी रिजल्टको दिन चाहिँ मेरो सुखद दिनहरू हुन्। दुःखद दिनहरू भनेको कहिलेकाहीँ आफूले सोचेको भन्दा कम विद्यार्थी पास भएको अवस्था पनि मैले अनुभव गरेको छु। त्यो बेला चाहिँ मेरो दुःखद क्षण हो। यसरी मेरो जीवनको यो 36 वर्षसम्मको शैक्षिक क्षेत्रको सेवाको यात्रामा म लागिरहेको छु। यही सिलसिलामा मैले शिक्षा पुरस्कार पाउनु, यी मेरा सुखद क्षणहरू हुन्। अभिभावकको दृष्टिकोणबाट हजुरलाई प्रधानाध्यापकमा हुनुपर्ने गुण के कस्तो हुन् जस्तो लाग्छ? अभिभावक दृष्टिकोणबाट मेरो प्रधानाध्यापकको हैसियतको गुण भनेको अभिभावकसँग समन्वय गर्ने, अभिभावक र विद्यार्थीहरूसँग बसेर अन्तर्क्रिया गरेर अभिभावकलाई आफ्ना बालबच्चाहरूको गुण र दोषहरूको बारेमा पहिचान गराउनु नै सुयोग्य प्रधानाध्यापकको कर्तव्य हो जस्तो लाग्छ। अहिले सरकारी स्कुलहरूको स्तर निरन्तर खस्कदो छ, त्यसैले हजुरले आफ्नो विद्यालयको लागि कस्ता खालका कार्यक्रमहरू गर्नुभएको छ? मैले मेरो विद्यालयमा विद्यार्थीको अवस्था हेरेर अतिरिक्त कक्षा सञ्चालन गर्नु र विद्यार्थी र अभिभावकहरूको समन्वय गरेर आवश्यकता अनुसार उनीहरूलाई छुट्टै शिक्षणको एउटा अवसर दिलाउनु जस्ता कामहरू मैले गरेको छु, जसको फलस्वरूप मेरो विद्यालयले गत वर्ष डिस्टिङसन लगायतमा फर्स्ट डिभिजन लगाएर 77% रिजल्ट ल्याउनमा सफल भएको छ। विद्यार्थी, शिक्षक तथा अभिभावक बीच कस्तो सम्बन्ध हुनुपर्छ जस्तो लाग्दछ? विद्यार्थी, शिक्षक र अभिभावक भनेको एउटा विद्यार्थीलाई सुयोग्य नागरिक बनाउनको निमित्त तिनैजनाको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसैले गर्दाखेरि शिक्षक मात्रै महत्त्वपूर्ण हुँदैन, विद्यार्थी आफू स्वयं मात्रै महत्त्वपूर्ण हुँदैन, अभिभावक स्वयं पनि महत्त्वपूर्ण हुने भएको हुनाले तिनै पक्षको समन्वय गरेर हामीले सहकार्य गऱ्यौँ भनेदेखि एउटा सुयोग्य नागरिक तयार गर्न सकिन्छ। इन्टिग्रेटेड आइडल नेपालको सन् 2014 को विजेताको रूपमा मलाई देख्न चाहनुहुन्छ भने तलको स्क्रिनमा दिएको नम्बरमा मलाई भोट गर्नुहोला। धन्यवाद।
फेसबुकबाट भोट गर्नको लागि हाम्रो फेसबुक पेज इन्टिग्रिटी आइडल नेपाल 2014 मा गई उहाँको फोटो लाइक गर्न सक्नुहुनेछ। अथवा integrityidolnepal@gmail.com मा इमेल पठाएर भोट गर्न सक्नुहुनेछ। यदि पत्राचार मार्फत भोट गर्न चाहनुहुन्छ भने पत्राचारको लागि हाम्रो ठेगाना रहेको छ GPO 19400 काठमाडौँ। तपाईले पठाउनु भएको भोट मन्सिर मसान्तसम्म मात्र मान्य हुनेछ। अर्को साता युथ टिभी शोको नयाँ श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। नमस्ते।